हिजो आज धेरैजनालाई 10K भन्दा माथि फलोअर्स बनायो भनेदेखि फेसबुक अटो मोनेटाइजिङ हुन्छ अथवा मोनेटाइजिङ हुन्छ भन्ने एउटा भ्रम पैदा भइरहेको छ। तर फेसबुकले यदि तपाईको 15,000 अथवा 20K फलोअर्स बनाउनु भयो भने पनि फेसबुक मोनेटाइजिङ नहुन सक्छ। किनभने तपाईले त्यो ग्रुपहरुबाट ओके ओके लेखेर तपाईले बढाएको फलोअर्सको मान्यता हुँदैन। तपाईको फेसबुकमा फलोअर्स मात्रै बढेर पनि तपाईको फेसबुक मोनेटाइजिङ हुँदैन। त्यसैले तपाईले फेसबुक मोनेटाइजिङ गर्नको लागि 10K फलोअर्स पनि चाहिँदैन। 1K फलोअर्स भन्दा माथि छ भनेदेखि तपाईको फेसबुक मोनेटाइजिङ हुन्छ। फेसबुक मोनेटाइजिङ गर्नको लागि तपाईले रेगुलर आफ्नो फेस देखाएर भिडियोहरु बनाउनु पर्छ र रेगुलर फोटो भिडियोहरु अपलोड गर्नुपर्छ, स्टोरीहरु अपलोड गर्नुपर्छ। त्यसरी गर्नुभयो भने तपाईको फेसबुक मोनेटाइजिङ 1000 भन्दा माथि फलोअर्स हुने बित्तिकै हुन्छ। मेरो फेसबुक मोनेटाइजिङ हुँदाखेरि जम्मा 1200 मात्रै फलोअर्स थिए र बिस्तारै मैले रेगुलरली फोटोहरु भिडियोहरु अपलोड गरिरहँदा अहिले 5000 भन्दा माथि फलोअर्स पुगिसकेको छ। त्यसैले फेसबुक मोनेटाइजिङ गर्नको लागि भिडियोहरु अपलोड गर्नुहोस्, फोटोहरु अपलोड गर्नुहोस्, स्टोरीहरु हाल्नुहोस्। त्यसो गर्यो भने तपाईको फेसबुक मोनेटाइजिङ छिटो हुन्छ। तपाईले 10K फलोअर्स पुर्याएर मात्रै फेसबुक मोनेटाइजिङ हुँदैन। 10K भन्दा माथि नै पुर्याउनु भयो भने मोनेटाइजिङ हुँदैन। मोनेटाइजिङ हुनको लागि आफूले मेहनत गर्नुहोस् र तपाईको भिडियोमा भ्युज आएन, फोटोमा लाइक आएन भनेदेखि नआत्तिनुहोस् र सेटिङ मिलाउनतिर थाल्दै नथाल्नुहोस्। हामी चाहिँ कुनै पनि कुराको सुरुवात गर्नुभन्दा अगाडि नै सेटिङ हेर्न थाल्छौं। तपाईको सेटिङले भ्युज आउने, फलोअर्स बढ्ने होइन, मेहनतले बढ्ने हो र मेहनत गर्नुहोस्। फेसबुक मोनेटाइजिङ गर्नको लागि 10K फलोअर्स चाहिँदैन। म पनि एउटा नयाँ क्रिएटर हुँ, म पनि सिक्दै छु र यदि सँगसँगै अगाडि बढ्न चाहनुहुन्छ म सँगसँगै भनेदेखि मलाई फलो गर्नुहोला, यो भिडियोलाई लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, सँगसँगै हातेमालो गरेर अगाडि बढ्नुपर्छ।